साथीहरु नमस्ते, जोशी भ्लगमा यहाँहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु साथीहरु। आज हामी चाहिँ कहाँ लाग्यौं दाजुभाइ भनेपछि आज विशेष कामकाजमा चाहिँ लागिरहेछौं। आज मौसम साथीहरु यस्तो चिसो छ, यस्तो गाह्रो छ, चिसो छ। पछाडी बस्दाखेरि पनि एकदमै कस्तो भन्नाले जाडोले एकदमै गाह्रो भइरहेछ मलाई। अनि म आज रणगाउँ हुन लाग्यो फेरि। अनि हामी चाहिँ अब के कामले निस्क्यौं, कहाँ निस्क्यौं भन्दाखेरि म तपाईहरुलाई सम्पूर्ण जानकारी दिनेछु। तपाईहरु बस हेर्दै मात्रै गर्नु होला। यस्तै साथीहरु आज जाडो यस्तो छ, घाम नलागेको पनि लगभग 2-4 दिन चाहिँ भइसक्यो हैन। हामी चाहिँ कहाँ छौं भन्नाले यो मूर्तिले तपाईहरुलाई चाहिँ जानकारी गराउँछ। यहाँनिर यो शानदार मूर्ति चाहिँ नै छ। तपाईहरुलाई थाहा भइसक्यो होला यो कुन मूर्ति हो भन्ने कुरा। उहाँले रन्काउनु हुँला छ। अब बाँकी कुरा सुनिँदैछ कि सुनिँदै छैन कमेन्ट गर्नु होला। हामी काममा निस्क्यौं साथीहरु। जाडो छ। अब पूर्वतिर साथीहरु के छ त्यताको मौसम खबर गराउनु होला। अनि ठाउँमा तपाईहरुलाई अब यसरी देखाउँछु अगाडि फ्रन्ट क्यामेराबाट। एकदम जाडो छ साथीहरु। हामी चाहिँ निस्किरहेछौँ। अनि कहाँ जानेछौँ, के गर्नेछौँ भन्ने कुरा धेरैचोटि रिपिट भइसक्यो। भन्दैन फागुन 21 को तयारीमा छौँ हामी। फागुन 21 को तयारीमा हामी जुटिरहेछौँ रे दाइले भन्नुभयो है। के छ साथीहरु, अब चुनाव पनि लागिरहेछ हैन। अब यस्तै छ। अब कसले जित्ला, कसले के गर्ला भन्ने कुरा कमेन्ट गर्नु होला। जाडो लास्ट छ साथीहरु। पछाडि बस्दाखेरि पनि ग्यास निस्किरहेछ यार जाडोले। यस्तो जाडो छ यो तराईमा, फेरि उडाइदिनु हुन लाग्छ। यहाँ देख्न सक्नुहुन्छ। आस्ते दाजु। अनि यो चाहिँ क्यामेराले पनि काम गरिरहेको छैन कि यस्तो जाडो छ साथीहरु। केही न केही हुनेवाला छ। आज हामी गर्नेवाला छौँ। बुझ्नुहोस् न कुरा, चुनाव पनि लागिरहेछ हैन। जाडो भइरहेछ। राम्रो छ। लागि सडक खण्डमा छ साथीहरु। लागि सडक खण्डमा एकदम बाटो यहाँ देख्न सक्नुहुन्छ। तर यति स्पिडमा छ कि बाइक आवाज अलि नसुनिएको पनि हुन सक्छ। यहाँ मोबाइल खस्ने डर एकातिर छ। एकदम रमाइलो छ यो बाटो। जाडो यस्तो छ कि सिकान पनि खसिरहेछ टाइमले। रमाइलो छ। तपाईहरु पनि यता आउनु भएको थियो भने कमेन्ट गर्नु होला। कति स्पिडले बाइक कुदाउनु भएको थियो त्यो पनि भनिदिनु होला। लास्ट जाडो छ आज। गाडीहरु पनि खच आइरहेछन् साथीहरु। यस्तो जाडो भइरहेछ। 150 को स्पिडमा भगाउँदै हुनुहुन्छ दाजु।
आइपुग्यौँ साथीहरू दार्जुरोमा। अब हामी चाहिँ सामान्य चाहिँ काममा हुनुहुन्छ दाइ अहिले। त्यसपछि हामी फेरि चाहिँ बाइककै यात्रा चाहिँ अगाडि बढाउनेछौँ होइन दाजु? अनि उहाँ चाहिँ गरिराख्नु भएको छ वर्क, केही होला नि काम, बुझ्नुहोस् न। पछि थाहा पाइहाल्नुहुनेछ यो पुरै हेर्दाखेरि। कलमा व्यस्त हुनुहुन्छ। हामी कुन ठाउँमा छौँ साथीहरू? यता घुम्न आएको साथीहरूले कमेन्ट गर्नुहोस् है। हामी त्यो हाइवेबाट भित्र छिरिरहेछौँ अनि यहाँ लाइभ पनि पाकेर यहाँ देख्न सक्नुहुन्छ पुरै चाहिँ खेतीपाती यस्तो पाकिरहेछ। अनि यहाँ एकदमै रमाइलो ठाउँ छ यो। यता तातो छ साथीहरू, जाडो छ साथीहरू। यो दाइले कहाँ फेरि गाउँ छिराउनु हुँला छ। यता गाउँ छिराउनु भयो, फेरि उता छिराउनु भयो, के काम गर्नु हुँला छ। अब पुरै घर दैलो कार्यक्रम छ आज। अब हामी चाहिँ काम सकेर निस्किरह हो हामी यो बाटो हुँदै। अब यताबाट हुँदै जाँदैछौँ हामी, देख्न सक्नुहुन्छ फेरि ठाउँमा झन्डा देख्न सक्छौँ। बस यहाँबाट चाहिँ गइरहेछौँ, फर्किरहेछौँ। यहाँको बाटो यस्तो छ, वरिपरि बारी डल्लो देख्न सक्नुहुन्छ। पुरा गाउँ फेरि यहाँ देख्न सक्नुहुन्छ, पुरै रमाइलो छ। आजको चाहिँ नै घरदैलो कार्यक्रम अब लगभग मिलाएर हामी हिँड्दैछौँ साथीहरू। यताबाट यसरी निस्केर हामी यता लाग्यौँ। पुरै रुखहरू सुकेका रहेछन् यता। यहाँ माथि गाउँको चाहिँ एकदमै खेतहरू देख्न सकिन्छ भने यतातिर पुरै नर्सरी गन्नाबारी छ है। यतातिर गन्नाबारीमा यस्तो ठाउँको यात्रामा छौँ साथीहरू हामी। यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूलाई। अब मैले खतरा राष्ट्रिय निकुञ्जमा छु भनेपछि त्यहाँ बाघ पनि देख्न सक्नुहुन्छ तपाईँहरू। जुम गरेर देख्नुहोस् है, त्यहाँनिर चितल देखिँदैछ होइन, गैँडा पनि देखियो। खाजा खान बस्यौँ साथीहरू। अब हामी दाजु हिसाब किताबमै हुनुहुन्छ फेरि आज के भयो भन्ने कुरा गरिराख्नु भएको छ। अब खाजा पाक्दैछ, हामी एकछिनपछि खान्छौँ। तेरो अब नास्ता पनि आइसक्यो, अब खान्छौँ हामीहरू। यस्तो जाडो भइरहेछ हजुर। एकदम जाडोमा दाजु उता जानुभएको छ, अहिले खान्छौँ हामी। दामी छ। यस्तो भोक लाग्यो साथीहरू। यात्रा गर्दा थाकिएर अनि हामी नास्ता खान बस्यौँ। अब धेरै ठाउँमा घुमियो आज जाडोमा। तातो चाहिँ नास्ता खाँदैछौँ हामी। अनि कस्तो लाग्दैछ? लाग्छ चुनाव लागि जस्तो छ यहाँ। चुनाव लागिसकेको छ। अब एकदम तरिकाले हामी चाहिँ नास्ता दबाउँदैछौँ। अझ धेरै ठाउँमा जानु छ हामीले, हेर्दै गर्नु होला के हुनेछ भन्ने कुरा म देखाउँदै जानेछु। ल साथीहरू, हाम्रो यात्रा चाहिँ हामी सकेर
पुगिसकेका छौँ घरतिर। अब यतिन्जेल भिडियो हेर्नुभयो यहाँहरूलाई एकदमै धन्यवाद छ। स्वस्थ रहनुहोला, व्यस्त रहनुहोला भन्दै सो आजको भ्लगबाट 2-4 शब्द जाओस्। लाइक गरिदिनु होला, सेयर गरिदिनु होला।